स्वागत छ तपाईहरुलाई मेरो च्यानलमा। नेपालमा राजतन्त्र पुनर्स्थापना। नेपालमा हालै राजतन्त्र पुनर्स्थापना सम्बन्धी गतिविधिहरू तीव्र रूपमा अगाडि बढिरहेका छन्। पूर्व राजा ज्ञानेन्द्र शाहको सक्रियता, राजावादी समूहहरूको प्रदर्शन र राजनीतिक अस्थिरताले यो विषयलाई फेरि चर्चामा ल्याएको छ। के राजतन्त्र नेपालका लागि उपयुक्त विकल्प हो त? कि लोकतन्त्रलाई अझै सुधार गरेर अगाडि बढ्ने? यस विषयमा विस्तृत विश्लेषण गरौँ। के भइरहेको छ आखिर? पछिल्ला केही महिनाहरूमा नेपालमा विभिन्न भागहरूमा राजतन्त्र पक्षधरहरू सडकमा आन्दोलन गर्दै आएका छन्। उनीहरू प्राय 3वटा प्रमुख माग राख्दै अगाडि बढिरहेका छन्। संवैधानिक राजतन्त्रको पुनर्स्थापना, पूर्व राजा ज्ञानेन्द्र शाहलाई पुनः राष्ट्र प्रमुख बनाउनु पर्ने माग, नेपाललाई हिन्दू राष्ट्र घोषणा गर्ने। 2063 पछि नेपाल धर्मनिरपेक्ष राष्ट्र बनेको थियो, यो संविधानमा पनि लेखिएको छ। तर राजावादीहरू हिन्दू राष्ट्रको पुनर्स्थापनाको माग गर्दै आइरहेका छन्। वर्तमान राजनीतिक प्रणालीको विरोध, निरन्तर सरकार परिवर्तन, भ्रष्टाचार, बेरोजगारी र विकासको सुस्त गतिप्रति असन्तुष्टि व्यक्त गर्दै राजतन्त्रलाई स्थायित्वको प्रतीकका रूपमा पनि प्रस्तुत गरिँदैछ। पूर्व राजा ज्ञानेन्द्र शाह आफै पनि अप्रत्यक्ष रूपमा यी गतिविधिहरूलाई समर्थन गरिरहेको देखिन्छ। विभिन्न कार्यक्रममा उनको उपस्थिति, जनताको भावना बुझ्न गरिएका भेटघाटहरू र उनको वक्तव्यहरूले राजतन्त्रको पुनरागमनको सम्भावनालाई झन बल पुर्याइरहेको देखिन्छ। यसका सम्भावित परिणामहरू के हुन सक्छन् त? यी गतिविधिहरूले नेपालमा विभिन्न प्रकारको प्रभाव पार्न सक्छन्। तीमध्ये केही सकारात्मक देखिन सक्छन् भने केही दीर्घकालीन समस्याको कारक बन्न सक्छन्। सकारात्मक परिवर्तनहरू के हुन सक्छ त? राजनीतिक स्थायित्वको सम्भावना। हालको बहुदलीय प्रणालीमा बारम्बार सरकार परिवर्तन भइरहने हुँदा एक स्थायी राज संस्थाले राजनीतिक स्थिरता ल्याउन सक्छ भन्ने तर्क राजावादीहरूको छ। राष्ट्रिय एकताको प्रतीक, केही नागरिकहरूका अनुसार राज संस्थाले सबै जाति, धर्म र समुदायलाई एउटै राष्ट्रिय पहिचानमा बाँध्न सक्छ। भ्रष्टाचार न्यूनीकरणको सम्भावना, राजतन्त्रमा निर्वाचित सरकार जस्तो बारम्बार भ्रष्टाचार काट्न आउँदैन भन्ने पनि गरिन्छ। नकारात्मक परिणामहरू के हुन सक्छ त? लोकतन्त्र खतरामा पर्न सक्छ। सबैले गरिरहेको तर्क अहिले यही छ। 2062-63 को जनआन्दोलनको प्रमुख उपलब्धि नै गणतन्त्र थियो। यदि राजतन्त्र फर्कियो भने लोकतन्त्र कमजोर बन्न सक्छ, अभिव्यक्ति स्वतन्त्रता खुम्चिन सक्छ। राजतन्त्रको शासनमा प्रेस स्वतन्त्रता, मानव अधिकार र नागरिक स्वतन्त्रता कति सुरक्षित रहन्छ भन्ने पनि अनिश्चित छ। अहिलेको व्यवस्थामा सुधार सम्भव छ त? अहिलेको व्यवस्थामा सुधार सम्भव छ। राजतन्त्र पुनर्स्थापनाको सट्टा लोकतन्त्रलाई पारदर्शी र जवाफदेही बनाउन सुधार गर्नु अझ राम्रो उपाय हुन सक्छ। नेपालको लागि उत्तम विकल्प चाहिँ के हो त? नेपालको वर्तमान अवस्थामा राजतन्त्र पुनर्स्थापनाले समस्या समाधान गर्छ कि झन जटिलता बनाउँछ भन्ने मुख्य प्रश्न हो। यस विषयमा केही महत्त्वपूर्ण कुराहरू हामीले विचार गर्नुपर्छ। लोकतन्त्रलाई सुधार गर्दै अगाडि बढ्ने। नेपालले लामो सङ्घर्षपछि गणतन्त्र पाएको हो। यसको विकल्प खोज्नुभन्दा यसलाई सशक्त बनाउन सुधारका उपाय खोज्नु महत्त्वपूर्ण छ। सरकारले पारदर्शिता, सुशासन र भ्रष्टाचार नियन्त्रणमा ध्यान दिए जनताको माग आफै कमजोर हुन्छ। जनताको चाहना बुझ्न जनमत सङ्ग्रह गर्ने। केहीले तर्क गर्छन् कि राजतन्त्र पुनर्स्थापना वा हिन्दू राष्ट्रको विषयमा पुनः जनमत सङ्ग्रह गर्नुपर्छ। यसले जनताको वास्तविक चाहना बुझ्न मद्दत गर्छ। आर्थिक विकासलाई प्राथमिकता। नेपालको प्रमुख समस्या आर्थिक पछौटेपन हो। बेरोजगारी, युवा विदेश पलायन र कमजोर आर्थिक संरचनाले जनतामा निराशा छाएको छ। सरकारले आर्थिक विकासमा ध्यान दिएर रोजगारी सिर्जना गरे यस्ता आन्दोलनहरू आफै कमजोर हुनेछन्। राज संस्थालाई सांस्कृतिक रूपमा जोगाउने। केही देशहरूमा जस्तै बेलायत, जापान राज संस्था रहँदा पनि लोकतन्त्र प्रभावकारी चलेको छ। नेपालमा पूर्ण राजतन्त्र नलाई राज संस्थालाई एउटा सांस्कृतिक प्रतिनिधिको रूपमा मात्रै स्थापित गर्न सकिन्छ भन्ने पनि धेरै मानिसहरूले तर्क गरेका छन्। निष्कर्ष के हो भन्दाखेरि नेपालमा राजतन्त्र पुनर्स्थापनाको माग बलियो बन्दै गएको छ र यसको दीर्घकालीन असरलाई हेर्दा गणतन्त्रलाई सुधार गर्दै अगाडि बढ्नु नेपालको लागि बढी उपयुक्त देखिन्छ। अझ यो विषय किन पनि गम्भीर छ भन्दाखेरि राजतन्त्र अथवा राजावादीहरूले यो भन्न सकेका छैनन् कि हामीले राजतन्त्र स्थापना गरिसके पछाडि नेपालको लागि के सोचेका छौँ भनेर अझसम्म कसैले पनि क्लियरली भनेको देखिँदैन। खालि राजतन्त्र पुनर्स्थापना गर्नुपर्छ, राजा आएपछि देश बन्छ, राजाले देश बचाउन खोजेका छन् भन्ने मात्रै तर्क गरेको देखिन्छ। तर राजाले राजतन्त्र पुनर्स्थापना भएपछि यस्तो गर्छन्, नागरिकहरूलाई यस्तो गर्छन्, आर्थिक रूपमा यस्तो गर्छन् भन्ने कुरा चाहिँ कहीँ पनि देखिएन। यदि नेपालमा पारदर्शिता, सुशासन र आर्थिक अवसरहरू बढाइयो भने राजतन्त्रको माग आफै कमजोर हुनेछ। यदि सरकार निष्क्रिय रह्यो भने जनता निराश हुँदै फेरि वैकल्पिक प्रणाली खोज्न सक्छन्। मुख्य कुरा के हो भने मेरो विचारमा चाहिँ पहिला पनि गणतन्त्र नहुँदाखेरि, राजतन्त्र हुँदाखेरि आम मानिसहरूले नै, आम जनताहरूले नै लडेर मरेर गणतन्त्रको स्थापना गरेको हो। त्यो बेला पनि राजतन्त्रले केही गरेन, जनताहरूले दुखी पाए, मान्छेहरू पीडित भए, दलित, जनजाति, मधेसी सबै जनताहरूले दुःख पाए। राजाले देशमा केही गरेनन्, राजतन्त्रले केही गरेन, मान्छेहरू सबै सेवा सुविधाबाट वञ्चित भए, गाउँमा शिक्षा पुगेन, स्वास्थ्य पुगेन भनेर नै राजतन्त्रले केही गर्न सकेन भनेर नै
सायद गणतन्त्र आएको हो। गणतन्त्र हामीले नै ल्याएको हो, आम मानिसले ल्याएको हो। त्यो बेला पनि यिनै नेताहरूले, यिनै पार्टीहरूले, यिनै अगुवा भनौँदाहरूले गाउँ गाउँमा गएर मान्छेहरूलाई हामीलाई अब गणतन्त्र चाहिएको छ, गणतन्त्र नै उत्तम विकल्प हो भनेर यसरी नै जनताहरू पछि लागेका थिए। अहिले पनि त्यही कुरा हुँदैछ। अहिले पनि गणतन्त्रको साटोमा हामीले राजतन्त्र स्थापना गऱ्यौँ भने यी नेताहरूले जे गरेका छैनन् त्यो काम हुनेछ भनेर भनेको छन्। तर हामी सबैले विचार गर्नुपर्ने कुरा के हो भन्दाखेरि चाहिँ जहिले पनि व्यवस्था मात्रै बदलेर पनि परिवर्तन आउने त होइन रहेछ नि, होइन। त्यो बेला पनि गणतन्त्र ल्याउनु पर्छ भनियो, तर राम्रो रोडम्याप नहुँदाखेरि, राम्रो प्लान नहुँदाखेरि चाहिँ, राम्रो पोलिसी नहुँदाखेरि चाहिँ सायद यत्रो वर्ष खेर गएको त्यही भएर होला। सायद एउटा दीर्घकालीन प्लान त्यतिखेरै गरेको भए छिटो छरितो कामहरू हुन्थ्यो होला, सुशासन बढ्थ्यो होला, भ्रष्टाचार नियन्त्रण हुन्थ्यो होला। त्यो बेला पनि त्यो कुरा सोचिएन। त्यो व्यवस्था ल्याउँदाखेरि, गणतन्त्र ल्याउँदाखेरि भ्रष्टाचार बढ्ला, नेताहरूमा यसरी छाडापन आउला भनेर त्यो बेला पनि सोचिएन। त्यो बेला दीर्घकालीन कुराहरू सोचिएन। त्यही भएर अहिले यस्तो समस्या देखिएको हो। गणतन्त्रमा समस्या धेरै छ, धेरै समस्या आएको छ। तर समस्या कसरी आएको छ भन्दाखेरि समस्या व्यवस्थाले भन्दा पनि समस्या व्यवस्थापनले आएको हो, होइन। व्यवस्थापन राम्रो नभएर आएको हो, होइन। अझै पनि कति कुराहरू परिवर्तन हुँदैछन्, कति कुराहरू परिवर्तन भएर जाँदैछन्, होइन। कति कुराहरू राम्रा पनि भएका छन्, कति राम्रा राम्रा कुराहरू पनि भएका छन्। सायद होला धेरै कुराहरूमा देश चुकेको छ होला, धेरै जनताको पैसा, धेरै जनताको पसिना पनि राज्यले राम्रो उपयोग गर्न नसकेको होला। तर हेर्ने नै हो भने सायद दीर्घकालीन संरचनाहरू बनेका छैन। किन भन्दाखेरि त्यो व्यवस्थापन भएको छैन। तर राजतन्त्र स्थापना भयो भने त्यो सबै व्यवस्थापन हुन्छ भन्ने पनि त छैन नि त। भोलि राजतन्त्रले केही गर्न सकेन, राजतन्त्रसँग पनि अहिले के छ त, प्लान के छ त, म यस्तो के गर्छु भन्ने कुरा छ त राजासँग चाहिँ। अहिले जुन हामी कुरा गरिरहेका छौँ, अहिले जुन हामी राजा आऊ देश बचाऊ भनिरहेका छौँ, अहिले लाखौँ मानिसको भिड लागिरहेको छ, होइन। राजा नै अबको विकल्प हो, गणतन्त्रले केही पनि गर्न सकेन भन्ने जुन कुरा भइरहेको छ, होइन। राजासँग चाहिँ के छ त विकल्प, होइन। राजाले चाहिँ कसरी प्लान गरेका छन् त, देशलाई कसरी आर्थिक रूपमा चाहिँ सबल बनाउने हो, होइन। हाम्रो फरेन पोलिसी के हो, होइन। हाम्रो अन्तर्राष्ट्रिय मामिलामा हाम्रो चाहिँ हात के हुनेछ भन्ने कुरा चाहिँ खै त जनताले सुन्न पाएको, कसरी चाहिँ पत्याउने त, होइन। अब त जनताहरू केही न केही रूपमा एजुकेटेड भइसकेका छन्, होइन। मान्छेहरू धेरै कुरा बुझिसकेका छन्। तैपनि होला कुनै व्यक्तिहरूले, कुनै मान्छेहरूले आफ्नो स्वार्थका निम्ति जे पनि गर्न सक्छ, होइन। पहिला पनि राजालाई मान्नेहरू, राजालाई ढोग्नेहरू धेरै थिए, राजाको चाप्लुसी गर्नेहरू धेरै थिए, होइन। ती मान्छेहरूलाई पक्कै पनि पोलेको होला, होइन। ती मान्छेहरूलाई त अझै मन लागिरहेको होला, होइन। राजा ल्याउन पाए त हाम्रो पनि खाने भाँडो हुन्थ्यो, होइन। हामीले पनि चाप्लुसी गरेर फेरि गर्न पाउँथ्यौँ भन्ने कुरा ती मान्छेहरूलाई पनि परिराखेको होला। तर के छ त राजासँग चाहिँ म देशलाई यस्तो गर्छु भन्ने कुरा चाहिँ बाँकी नेपालीहरूले चाहिँ कसरी थाहा पाउने त, होइन। राम्रै हुन्छ भन्ने के ग्यारेन्टी छ त, होइन। एउटा हुन त प्लान हुनु पऱ्यो नि त, होइन। पार्टीहरूले जसरी चुनाव गर्दाखेरि चाहिँ एउटा उनीहरूले लागु गरे पनि नगरे पनि एउटा घोषणापत्र बनाएर आउँछन्, एउटा प्लान बनाएर आउँछन्। जस्तो कुनै एउटा स्वतन्त्र मान्छेले उठ्दा पनि, होइन, एउटा प्लान गरेको हुन्छ, मलाई चाहिँ यस्तो गर्नुहोस्, मलाई भोट दिनुहोस्, मलाई यसरी स्थापित गरिदिनुहोस्, म चाहिँ यो गर्छु भनेर भनेको हुन्छ। तर राजाले चाहिँ खै त क्लियरली एड्रेस गरेको, त्यत्तिकै चाहिँ मान्छेलाई उचालेर, होइन, मान्छेलाई स्वागत गर्न लाएर, मान्छेको हुल बनाएर मात्रै परिवर्तन आउने होइन नि त। यो कुरा सोच्न जरुरी छ। पहिला यो कुरालाई राम्रोसँग मनस्थितिमा बसालिसके पछाडि, एउटा जनमत सङ्ग्रह गरिसके पछाडि के साँच्चीकै देशले राजतन्त्र चाहेको हो त, होइन। भोलि इन्टरनेसनल्ली हाम्रो स्ट्यान्डिङ चाहिँ के हुन्छ त भन्ने कुरा कसैले पनि सोचेको छैन क्या। हामी राजा आऊ देश बचाऊ मात्रै भनिरहेका छौँ, यो भनेर मात्रै पुग्दैन। यो मेरो व्यक्तिगत धारणा हो, होइन। मान्छेहरूले आफै सोच्नुपर्ने कुरा हो, होइन। कुनै हुलले, कुनै पार्टीले राजतन्त्र स्थापना गरौँ भनेको भरमा पनि राजतन्त्र स्थापना हुँदैन। भोलि एउटा दीर्घकालीन प्लान चाहिन्छ। देशमा युवा छैनन्, मान्छे गएको गइछन्, र राजा आएर देशमा बस्ने बित्तिकै युवा देशमा खनिने हो त, त्यो सम्भावना छ त, छैन नि त। सोधौँ, विदेशमा बसेको मान्छेहरूलाई सोधौँ, देशमा राजा आउने बित्तिकै हामी ल देश फर्किन्छौँ, हामी देशमा गर्छौँ भन्ने कति मान्छे हुन्छन् त। मान्छेले बाटो देख्नु पऱ्यो, प्लान देख्नु पऱ्यो, होइन। त्यो पछि पो हुन्छ परिवर्तन। देशमा मान्छे छैन, उस्तै छ आज र भोलि उस्तै हो भने राजा त्यहाँ गएर कुर्सीमा गद्दीमा बसे पनि केही फरक पर्नेवाला छैन। त्यसैले कुनै पनि कुरा गर्नुभन्दा अगाडि, कुनै पनि कुरालाई अपनाउनुभन्दा अगाडि चाहिँ यसले भोलिको दिनमा के गर्न सक्छ, भोलिको 10 वर्षपछि, 20 वर्षपछि, 50 वर्षपछि चाहिँ के हुन्छ भन्ने कुरा सोच्नु पऱ्यो। जसोतसो गणतन्त्र स्थापना भइसकेको छ। गणतन्त्रभन्दा राम्रो व्यवस्था सायद संसारमै छैन होला। एउटा मोनार्कियल सिस्टममा चाहिँ एउटा कन्ट्रोल इन्भाइरोमेन्ट होला, होइन। राजाले भनेको जस्तो एउटा मान्छेलाई पक्रेर चाहिँ, होइन, ल यसरी चाहिँ डर देखाएर चाहिँ मान्छेहरूले त्यो व्यवस्थापन गर्न सक्छन्। तर
हामीले कसरी बोल्न पाइरहेका छौँ। आज नेतालाई ओइ चोर भने जस्तो होइन नि त, भोलि केही न केही फरक परिवर्तन आउला होइन। मेन कुरा भनेको अहिले देशमा मान्छेलाई चाहिरहेको भनेको, मेन कुरा भनेको अहिले सबै जनतालाई चाहिरहेको भनेको आर्थिक समृद्धि र विकास हो। देशमा आरामले बाँच्ने अवस्था देऊ, देशमा कमाउने बाटो देऊ भन्नु नै त हो नि होइन। सबैलाई आफ्नो जीवन चलाउनु परेको छ, खुसियाली भएर जीवन चलाउनु परेको छ, परिवारसँग बाँच्नु परेको छ। त्यो मर्म बुझ्छ कि बुझ्दैन राजतन्त्रले? कुरा यति हो। छाती फुलाएर राजा छ भनेर मात्रै खाना आउँदैन, त्यो कुरा बुझ्नु जरुरी छ। च्यानललाई सब्सक्राइब गर्नु होला, मन परे लाइक गर्नु होला। तपाईँको पनि आफ्नो विचार के छ लेख्न नभुल्नु होला। धन्यवाद।